बिर्ता मोडमा यो दुईटा खाने ठाउँ चाहिँ मैले एकदमै सुनेको थिएँ क्या। फर्स्टमा गयौँ हामी एडभान्स सेकुवा र मैले चाहिँ यहाँको चटपटे र तपाईँको सेकुवा ट्राई गरेँ। चटपटे चाहिँ लाइक ठिकै थियो, यस्तो पिरो सिरो थिएन, तर लाइक सेकुवा चाहिँ पर्क सेकुवा चाहिँ एकदमै न्यू थियो क्या, लाइक हेर्नु न सादीको जस्तो। सो म अब भन्छु कि एडभान्स सेकुवाको वान अफ द फेमस सादीको सेकुवा, लाइक यो नर्मलै हो सेकुवा चाहिँ। कस्तो छ टेस्ट गर्नु। डिफ्रेन्ट स्टाइलमा छ यो सेकुवा चाहिँ, यु मस्ट ट्राई इट होइन। लाइक प्रपर सेकुवा पनि होइन, अलिक सादेको होइन, तर यस्तो फ्लेभर टेक अवे पनि गरेको छैन। तर ओभरअल मासुको स्वाद आइरहेछ। मासु चाहिँ अलिक कस्तो भने फ्राई र बार्बेक्यू गरेको बिच टाइपको छ क्या। आई एम गोइङ टु ट्राई चिकन नाउ। जुसी देख्छ हेर्दाखेरि नै। यस्तो खतरा म्यारिनेसन छैन, यु क्यान टेस्ट द चिकन होइन। अनि अरू भनेर चाहिँ बार्बेक्यू हुन्छ नि, अलिकति पोलेको क्रन्चेसहरू छ, लाइक मिठै छ ओभरअल। यु मस्ट ट्राई एकचोटि। म चाहिँ यहाँको चिकनभन्दा नि पर्क सजेस्ट गर्छु, किनभने पर्क चाहिँ अलिकति सादेको अनि अलिकति डिफ्रेन्ट छ क्या अति नै। सो गेडागुडीहरू पनि छ, मिठो छ। त्यसपछि गयो हामी सोरमा खाने ठाउँ। यो सोरमा चाहिँ एकदमै फेमस छ बिर्ता मोडमा। अनि अलमोस्ट 110 रुपिस मात्र, यति धेरै लोडेड थियो, यति ससी थियो होइन। ओभरअल एकदमै भ्याल्यु फर मनी अनि एकदमै मिठो लाग्यो मलाई चाहिँ। 110 रुपियाँमा काठमाडौँमा त कहीँ पनि पाउँदैन गाइस। काठमाडौँमा एउटा चटपटेको 110 हुन थालिसकेको छ होइन। एकदमै स्टुडेन्टहरूलाई चाहिँ टन्न मिठो प्रोटिन भयो भने चाहिँ यो खानु होला है त। सो बिर्ता मोड जाने बेला यो ठाउँहरू चाहिँ प्लेस भिजिट गर्नु। तर मलाई चाहिँ यो सेकुवा चाहिँ ठिकै लाग्यो फर्स्टको चाहिँ।